हामी चाहिँ केही समय अगाडि चाहिँ छोटो समयको लागि खोटाङ गएका थियौँ। अनि त्यहाँको बसाइलाई पिट मार्दै आज चाहिँ दुधकोसी हुँदै बेलटार हुँदै फर्किएका छौँ। र यो चाहिँ दुधकोसीको पुल हामी चाहिँ साह्रै रमाइलो गर्दै फर्कियौँ त्यहाँबाट। अहिले पनि धेरै पानी रहेछ त्यहाँ देख्दाखेरि। एकदमै चिसो मौसम फिल भयो, गर्मी पनि थियो तर त पानीले गर्दाखेरि त्यताको हावाहरू एकदमै चिसो भइरहेको थियो। एकदमै रमाइलो गरेर खोटाङबाट आज फागुन 2 गते चाहिँ उदयपुर फर्कियौँ। दृश्यहरू पनि राम्रो, तर बाटो चाहिँ एकदमै कठिनाइपूर्ण थियो। अटोमा आयौँ। अटोको 4 घन्टाको यात्रा रमाइलो सँगसँगै कष्टप्रद पनि थियो। अनि यसरी चाहिँ हामीले बिट मार्यौँ हाम्रो यात्रालाई। अब त्यो पारि देखिएको चाहिँ उदयपुर हो। उदयपुर र खोटाङलाई जोड्ने यो दुधकोसीको पुल।